बाबा के गर्नुभयो धान सुकाएको नि यसपाल कति मुरी फलाउनु भएको छ 14-15 मुरी आउला कि भनेको 14-15 मुरी तपाईँको त डबल छ है जागिर कस्तो छ हँ कस्तो छ मेरो काम जागिर पनि जानुपर्ने बुढोको साह्रै बिजोग छ हौ धान पनि सुकाउनु पर्ने धान पनि बुढी बच्चा पाल्नु पर्ने साह्रो बिजोग छ हौ मेरो बुढाको हाल खबर मलाई गाह्रो छ अब फेरि डबल ड्युटी पारेछौ हँ डबल ड्युटी पारेछौ मलाई गाह्रो छ आज कति दिन भयो सुकाउनु भएको 3 दिन भयो हुँ? 4 दिन भयो 3 दिन भयो यो काठमाडौँमा बसेर पनि धान चाहिँ खान पाइएको छ बुढो इम्युनिटी भएपछि खाना चाहिँ पाइने रहेछ राम्रै पायो पायो होइन पायो रिसाउनु त भएको छैन नि इच्छा छैन ठिक छ धान सुकाउनु पाइए चाहिँ कहाँ रहेछ यस्तो घाममा धान चलाउनु यस्तो काम गर्दा है नखाए जस्तो लाग्छ मलाई त नखाउँ जस्तो लाग्छ खाउँ लाग्छ नि झन् मिठो लाग्छ हो पसिना बगाएपछि मिठो हुन्छ हुन्छ कता कता छ तपाईँको धान अब यति यो अझै बाँकी छ यता ए यता पनि रहेछ ल त यो सबै बोरा सुकाउने हो सबै सुकाउनु राम अनि यत्रो धान सुकाउँदा त के होला हालत हड्डी मसला भयो हँ हड्डी मसला भयो मसला राम कहिले सुकाउनु यता ड्युटी जानु ड्युटी पनि जान्छ है नाइट ड्युटी होइन आज फुल हेर्नु न फेरि कस्तो राम्रो फुलेको छ फुल पन्ध्र मुरी धान फलाउने भएको छ अरे योपालि 15 मुरी अनि हामी 4 जनालाई खाइसकिन्छ 1 वर्षमा हँ खाइसकिन्छ